एभ्रिडे जस्तो हरेक दिन जस्तो चाहिँ नेतृत्वहरूसँग मैले बिताएँ। जसले समय दिनुभयो, जो फ्री हुनुहुन्थ्यो, कतिजनाले हामीलाई घरमै बोलाउनु भयो, हामी घरमा धेरैजनाले बोलाउनु भएको थियो, सकेनौँ हामीले एकचोटि। मैले उहाँलाई भनेको छु अप्रिल महिनामा तपाईँहरूले अगाडि नै सेड्युल तयार गर्नुहोस् कसको घरमा जाने। त्यो बेलामा दुर्गोशी सेजी अरू पनि हुनुहुन्छ, त्यो बेलामा हामी गर्न सकिन्छ। र फेरि म निरन्तर अब 3-4 महिना 4-5 महिनामा एकपल्ट आइरहेको छु। मसँगै अरूका प्रभुका जनहरू पनि आउनुहुन्छ, अरू प्रभुका दासहरू पनि आउनुहुन्छ। त्यस कारण त्यो समयमा हामी घरमा आवश्यक पर्यो भने अथवा कतैतिर भेटघाटहरू हामी गर्न सक्नेछौँ। सङ्गति त्यो तरिकाले हुन्छ। अहिले त जुममा पनि सङ्गति भइराखेको छ, तर जुममा भन्दा पनि प्रत्यक्ष यसरी भेटघाट गर्दै गर्दाखेरि धेरै कुराहरूको उन्नति डेभलपमेन्टहरू भएको मैले महसुस गरेको छु। सायद तपाईँले पनि महसुस गर्नुभएको छ होला।